हेलो गुड मर्निङ गाइस। म चाहिँ अहिले यहाँ माथि घरको माथि टपमा छु। यहाँ माथि हाम्रो घरको टप गार्डनको यो फुलहरू अनि स्ट्रबेरीको भिडियो बनाउनु गइरहेको छु। अस्ति चाहिँ हाम्रोमा दुईवटा मात्रै थियो स्ट्रबेरी, अहिले चाहिँ हामीले 4वटा बिरुवा लगाएको छु। मजाले फलिरहेको छ। ओके, फुलहरू फुलिरहेको छ, हेर्नु होला गाइस। यो चाहिँ अस्ति नै यहाँ मैले भिडियो बनाउँदाखेरि यो पनि मजाले फलिरहेको थियो। त्यही रुख हो यो चाहिँ स्ट्रबेरीको। यो चाहिँ हामीले पहिल्यै ल्याएर लगाएको थियो, दुईवटा बिरुवा ल्याएर आएको थियो। यस्तो मजाले फलिरहेको छ कि यस्तो मजाले फल्ने रहेछ। कतिचोटि पाकेर नि नानीहरूले खाइसक्यो होइन। अलिक मजाले पाक्यो भने चाहिँ कागले अनि यो चराले खाने रहेछ। फेरि अहिले नि मजाले पाकिरहेछ, फलिरहेछ। 1-2 दिनपछि फेरि यो पनि मजाले फल्छ होइन, पाक्छ। फुलहरू पनि क्या मजाले फुलिरहेछ। अस्तिको भिडियोमा यो फुल चाहिँ फुलेको थिएन, अहिले चाहिँ फेरि क्या मजाले फुलिरहेछ होइन। यो चाहिँ गोदावरीको बिरुवा हो। यो चाहिँ हामीले भयो होला 1-2 महिना पहिले ल्याएर रोपेको थियो। फुलेको चाहिँ फुलेर नि सुकिसक्यो अनि माथिबाट यसरी काटिदिएको थियो। यसरी काटिदिएपछि फेरि मजाले नयाँ मुना पलाइरहेछ। फुल पनि क्या मजाले फुलिरहेछ। गोदावरी फुल चाहिँ यस्तो मजाले पलाइरहेछ फेरि। वाह, यो पछि अस्ति ल्याएर रोपेको फुल फुलेको थिएन, अहिले चाहिँ फुलेर नि यो यसको बीज पनि हुँदो रहेछ। यो चाहिँ आफैले यहाँ रोप्यो भने फेरि बिरुवा आफैले सार्नु मिल्ने रहेछ होइन। यो चाहिँ पछि ल्याएको हामीले स्ट्रबेरी अस्ति लिएर आएको, कति 250 को बोटको होइन, दुईवटा लिएर आएको थियो। यस्तो मजाले फलिरहेछ कि यस्तो मजाले फलिरहेछ, कस्तो रहरै लाग्दो फलिरहेछ क्या। 1-2 दिनपछि फेरि यो मजाले पाक्नु थाल्छ। यहाँ चाहिँ ठुलो भइसकेछ एउटा र पाक्ने बेला नि भइसकेछ। यहाँ दुबो हो, यो चाहिँ घिउकुमारी हो होइन। अस्ति त कस्तो सानो बोट थियो, पालो भयो थियो, यो काटिदिए पलाइरहेछ। ल हेर्नु, स्ट्रबेरी यस्तो मजाले फल्ने रहेछ गमलामा पनि। अस्ति हामी तारकेश्वर गएको थियौँ, त्यहाँबाट लिएर आएको यो बिरुवा चाहिँ यस्तो मजाले फलिरहेछ। अस्ति पहिला चाहिँ 2टा बोट मात्रै ल्याएर रोपेको थियो हामीले स्ट्रबेरी, तर मजाले फल्ने रहेछ घरमा गमलामा पनि। त्यही भएर पछि लिएर आएको फेरि 2टा बोट यस्तो मजाले फलिरहेछ। फुल पनि क्या मजाले रहेछ होइन। यो रातो, यो चाहिँ ड्र्यागन फ्रुटको बिरुवा हो। अस्ति नै ल्याएर रोपेको 1 महिना जति भयो। अहिले यो चाहिँ पलाएर चाहिँ यो चाहिँ अर्को यो मुना पलाइसक्यो यहाँबाट होइन। धनियाँ नि छ यहाँ। गोदावरी फुल त यहाँ पनि रोपेको छौँ हामीले। यो फुल हो, यो पनि अस्ति ल्याएर, पहिला यो अस्ति फुलेको थियो, अहिले चाहिँ फुलिसकेको छ। अब फेरि फुल्छ होला पछि यो फुल पनि। गोदावरी फुल यस्तो मजाले हरियो भइरहेको छ कि। यहाँ चाहिँ खाना थियो, अब कहाँ फाल्ने होइन। कहिले कुकुरलाई दिन्छौँ, कहिले चरालाई। माथि ल्याएर राखिदियो भने चराले खान्छ। यहाँ माथि प्याज लगाएको छौँ, लसुन। यही हो फुल त हाम्रो। यहाँ उता दिदीहरूले पनि लगाउनु भएको छ फुल चाहिँ, यस्तो मजाले फुलिरहेको छ फुल चाहिँ। यो चाहिँ हामीले पहिला लिएर आएको बिरुवा हो स्ट्रबेरीको, मजाले फल्ने रहेछ। यहाँ नि मजाले फलिरहेको छ, बिहान पानी हालिदिएको, यस्तो मजाले फलिरहेछ। 1-2 दिनपछि फेरि पाक्न थाल्छ मजाले, नानीहरूले खान्छ, छोरीहरूले। यो फुल पनि हेर्नु त, यो फुल कस्तो बीज आउँदो रहेछ। यो चाहिँ फेरि यहीँ रोपिदियो भने यसको बिरुवा आउँदो रहेछ, सार्नलाई सजिलो हुँदो रहेछ। यता दिदीहरू पनि फुल मजाले फुलिरहेछ। यो चाहिँ लालुपाते फुल, यस्तो मजाले फुलिरहेछ। हाम्रो यहाँको एउटा फुल छ, यस्तो मजाले फलिरहेछ, मजाले फुलिरहेछ। यो चाहिँ पहिला यो नि पहेँलो रुख सुके जस्तो भएको थियो, अनि यस्तो सुकेको पातहरू चाहिँ निकालिदिएको थियो, अनि यो डढेको पातहरू निकालिदिएको थियो। अहिले यस्तो मजाले फुलिरहेछ फुल पनि। वाह, यस्तो दामी फुलिरहेछ फुल। ओके गाइज, अहिले चाहिँ भिडियो यति नै होइन। हाम्रो माथि टप गार्डनको भिडियो यति नै। फेरि अर्कोचोटि भिडियो लिएर आउनेछु। च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला।